नमस्कार, म इमान बट्ला। म आज तपाईहरुलाई एउटा कहानीबाट सुरु गर्छु। एउटा गाउँमा दुईजना मान्छेहरू सँगै जन्मेका थिए। दुईजनाले सँगै स्कुलमा एउटै शिक्षा हासिल गरे। एउटै शिक्षकहरूले अध्ययन गराए। उनीहरू अध्ययन गरे, अध्यापन गराए एउटै शिक्षकहरूले। र त्यसपछि एउटै समाजमा हुर्के। समय बित्दै गयो। लामो समय पछाडि उनीहरू दुईटा अलग-अलग बाटोमा हिँडे, आफ्नो बाटोमा हिँडे। र ठ्याक्कै 10 वर्ष पछाडि ती दुईटा व्यक्तिहरू भेटिदा एकजना निकै माथि सफल भइसकेका थिए भने एकजना जहाँको त्यही। अब यो किन भयो, यो कसरी भयो भन्ने बारेमा सँगै जन्मेका हुन्, सँगै स्कुलमा पढेका हुन्, एउटै शिक्षा लगेका हुन्, एउटै समाजमा हुर्केका हुन् र एकजना मान्छे सफल हुन्छन्, एकजना मान्छे सफलता हासिल गर्छन्, एक मान्छे जहाँ थिए त्यही दलदलमा नै फसिरहेका हुन्छन्। यसको कारण के हो त भनेर हामीले यो फरकहरूलाई छुट्याउने एउटा प्रयास गर्यौं भने, यदि यो तपाईले आजको यो भिडियो हेर्नुभयो भने तपाईलाई यो भिडियोले साच्चीकै जीवनमा आफ्नो सोचभित्र लुकेको कमी कमजोरीहरू के हो, त्यो कमी कमजोरीहरूबाट कसरी छुटकारा पाउने, आफ्ना कमजोरी कसरी पत्ता लगाउने भन्ने बारेमा तपाईको वर्षौंदेखिको जो सोच छ, त्यो सोच आज चेन्ज हुनेछ यो भिडियोबाट। त्यसैले तपाईले यो भिडियो अन्तिम समयसम्म हेर्नुहोला। म आज तपाईलाई सरर यहाँ लगिहाल्छु। गरिब र धनी बीचको सोचमा ठूलो फरक भनेर के फरक हुन्छ त? के फरक हुन्छ? गरिब र धनी बीचमा सबभन्दा ठूलो आउने फरकहरू के हो त? उनीहरू के जन्मजात धनी हुन्, कसैको घरमा जन्मिदैमा धनी बन्ने र गरिब घरमा जन्मिदैमा गरिब बन्ने कुरा हो त? वास्तविकता त्यस्तो होइन। सबैभन्दा पहिला म तपाईहरुलाई यी जति पनि मैले आज तपाईहरुलाई पोइन्ट आउट गरेको छु, यी पोइन्ट आउटहरु मैले आफै ह्यान्ड राइटिङमा कपीमा लेखेको छु, यो बोर्डमा लेखेको छु, अध्ययन गरेको छु, गुगलमा गएर सर्च गरेको छु, विभिन्न ठाउँबाट सर्च गरेर, विभिन्न ठाउँबाट यिनीहरुलाई संकलन गरेर एउटा निचोड निकालेर यी विषयहरुमा कुरा गरिदैन के, हाम्रो समाजमा गरिदैन, हाम्रो स्कुलमा गरिदैन, हाम्रो घरमा गरिदैन। त्यो भएर पनि यी भिडियोहरु बनाउनु पर्छ र यी भिडियोहरुलाई युट्युबको माध्यमबाट जो मान्छेले यी विषयहरुमा, जस्तै आज मैले खोज्न चाहे नि त, यदि मैले नेपाली भाषामा नै यस्तो भिडियोहरु पाउँथे भने म ती भिडियोहरु हेरेर आफ्नो सोच बदल्न खोज्थे अथवा अरूलाई म जो भिडियोको माध्यमबाट दिन खोजिरहेको छु त्यो भिडियोबाट माध्यमबाट म दिन्थे, तर ती भेटिदैनन्। त्यो भएर पनि मलाई एउटा प्रेरणा के आएको छ भन्दा यी भिडियोहरु यस्ता टपिक्सहरुमा हामीहरुले छलफलै गरेका छैन, हाम्रो समाजले छलफल गरेको छैन, हाम्रो परिवारले छलफल गरेको छैन, हाम्रो परिवेशले छलफल गरेको छैन। त्यो भएर पनि यी विषयमा छलफल गर्नुपर्छ र विशेष गरेर अरू भाषामा चाहिँ यी भिडियोहरु बनाइएका छन्, तर नेपाली भाषामा यी भिडियोहरु नबनाएको कारणले म नेपाली भाषामा जस्ताको तस्तै जो मान्छे खोज्न चाहन्छ, अबको वर्षौंसम्म भन्दा पछाडि पनि जो मान्छेमा एउटा आँख छ, जो मान्छेमा एउटा सफलताको अथवा एउटा त्यो रागका साथ उत्पन्न हुन्छ, म कसरी बन्छु भनेर जब मान्छे खोज्छ त्यतिबेला यी भिडियोहरु भेटाओस् र उनीहरुका लागि पनि जीवन बदल्नको लागि एउटा अर्थमूलक मेरो प्रयासहरु सफल होस् भन्नका लागि मैले भिडियोहरु बनाएको छु। तपाईहरु भिडियोमा अन्तिम समयसम्म रहनुहुनेछ भन्ने मैले पूर्ण रूपमा विश्वास राखेको छु। सबैभन्दा पहिला धनी र गरिब बीचमा हुने फरकहरु भनेको धनीले अवसर देख्छ र गरिबले समस्या मात्र देख्छ। जब मान्छे धनी मान्छे हुन्छ उसको सोचमा नै जुनसुकै ठाउँमा उसले अवसर देखिरहेको हुन्छ र गरिब मान्छेले समस्याहरू देखिरहेको हुन्छ। जब चुनौती आउँछ नि, जब कुनै पनि कुराको चुनौती आउँछ त्यतिबेला एकजनाले भन्छ अब केही पनि हुँदैन अनि अर्कोले भन्छ यहीबाट नयाँ बाटो सुरुवात भएको छ, सुरुवात गर्नुपर्छ है भनेर अर्कोले भन्न थाल्छ। सफल मान्छे समस्याबाट अन्त्य होइन, समस्या भनेको सफलताको अन्त्य हुँदै होइन, सिकाइ हो, यो अवसर हो, यो सुरुवात मान्छ उसले। जहिले पनि त्यो कुरालाई उसले सुरुवातको रूपमा लगिरहेको हुन्छ। त सुरुवात पो हो त यार, यो अवसर पो हो त, यहाँबाट हामीले सिक्नुपर्छ भन्छ। र समस्या सबैको जीवनमा आउँछ नै आउँछ, कसैको जीवनमा आउने कसैको जीवनमा नआउने भन्ने होइन अरे, तर त्यो समस्यालाई अवसरका रूपमा देख्ने आँखा नै तपाईको भविष्य बनाउँछ। तपाईले कसरी देख्नुभयो त्यो समस्यालाई, या अवसरका रूपमा देख्नुभयो या त्यसलाई समस्याका रूपमा देख्नुभयो। समस्याका रूपमा देख्नुभयो भने चाहिँ तपाईले फरक ढंगले देख्नुभयो, यसलाई त्यो समस्यालाई एउटा अवसरका रूपमा देख्नुभयो भने तपाईको जीवन बदल्न सकिन्छ। त्यस्तै गरेर दोस्रो नम्बरमा मैले यहाँ पोइन्ट आउट गरेको छु, धनीले खर्च भन्दा लगानीमा सोच्छ। जब धनी मान्छे अथवा सफल मान्छे जो भन्छ नि त्यो मान्छेले पहिला खर्च भन्दा पनि
कसरी लगानी गर्न सक्छु, म आगामी दिनको भविष्यको लागि कसरी लगानी गर्न सक्छु भनेर उनले सोच बनाइरहेको हुन्छ। धेरै मानिसहरूले कमाएको पैसालाई कसरी खर्च गर्ने, तुरुन्त खर्च गर्ने योजना बनाउँछ भने धनी मान्छेले अथवा सफल मान्छेले जहिले पनि त्यो पैसालाई अर्को पैसा कसरी कमाउन सकिन्छ भन्ने बारेमा एउटा व्यवसायको रूपमा अथवा त्यसलाई थप ढङ्गले कसरी बढाउन सकिन्छ भन्ने बारेमा उसले खोजिरहेको हुन्छ। त्यो बढाउने कुरामा उसले विभिन्न खालका अरू कामहरू गर्न सक्छ। नयाँ सिपहरू सिक्न सक्छ, नयाँ पुस्तकहरू किन्न सक्छ, होइन, नयाँ तालिमहरू लिन सक्छ, अथवा आफ्नो क्षमतामा लगानी गर्न सक्छ। आफ्नो जुनसुकै क्षमता हुनसक्छ, आफूभित्र भएको त्यो क्षमतामा उसले लगानी गर्न थाल्छ। लगानी भनेको एक ठाउँमा लिएर व्यवसायमा लगानी गर्नु नै लगानी मात्र होइन। सानो पैसालाई पनि, सानो किताब किन्यो कि, सानो भिडियो हेऱ्यो कि, सानो नयाँ सिप सिक्यो कि, नयाँ पुस्तक किन्यो कि, त्यसमा उसले खर्च गर्छ। खर्चले आजको खुसी दिन सक्छ तर होइन, तर भविष्यमा चाहिँ छ नि, जहिले पनि लगानी भनेको भविष्यको स्वतन्त्रता दिन्छ। आजको खर्चले खुसी दिन्छ, भविष्यको लगानीले चाहिँ आफ्नो भविष्यलाई स्वतन्त्रता दिन्छ। त्यो भएर जहिले पनि धनीहरूले खर्चभन्दा लगानीमा बढी सोच्ने कारण हुन्छ। त्यस्तै गरेर धनीले कहिल्यै पनि सिक्न छोड्दैन। उनीहरू जहिले पनि सिक्नको लागि भोको हुन्छ। जब मान्छे सिक्नको लागि छोड्दैन नि, त्यो मान्छेलाई कसैले पनि रोक्न सक्दैन। त्यसैले हामी के गर्छौँ, अध्ययन गऱ्यौँ, डिग्री हातमा लगिसकेपछि हामीले अब अध्ययन पुरा भयो भन्ने सोच्छौँ। तर धनी मान्छेले त्यसरी सोच्दैन। सफल मानिसहरू निरन्तर रूपमा पढिरहन्छन्, निरन्तर रूपमा सुध्रिन चाहन्छन्, सिक्न चाहन्छन् अनि आफूलाई सुधार्न चाहन्छन्। आजको यो संसारमा जसले सिक्न छोड्छ नि, त्यो मान्छेको लगभग तल उधोगति भन्छौँ नि, उधोगतितिर लाग्यो। जब मान्छेले सिक्न छोड्छ नि, उधोगतितिर लाग्छ। जब मान्छे सिक्न थाल्छ नि, उभोगतितिर लाग्छ। त्यसैले पनि सिक्न चाहिँ हामीले छोड्नु भएन। जहिले पनि आफ्नो दिमागमा गरेको लगानी कहिल्यै घाटै जाँदैन। जब तपाईँ आफ्नो दिमागमा लगानी गर्नुहुन्छ नि, त्यो आफ्नो दिमागमा लगानी गरेको कुरा कहिल्यै पनि घाटा नै जाँदैन। त्यसैले धनी मान्छेले जहिले पनि आफ्नो सिक्न कहिले छोड्दैन। धनी मान्छेले अर्को भनेको जिम्मेवारी लिन, जहिले पनि जिम्मेवारी आफूले लिन्छ र दोष अरूलाई दिँदैन क्या। कहिले पनि हामी दोष राम्रो गर्दा मैले गरेँ र नराम्रो भयो भने चाहिँ अर्काले गर्यो भनेर कहिले यी दोषहरू एकअर्कालाई थुपार्ने काम गर्दैन। असफल भएपछि मान्छेले धेरैले भन्छन् नि, होइन, यो त सरकारको कारणले असफल भइयो, अथवा परिवारको कारणले भइयो, अथवा समयको यो कारणै यस्तै थियो, होइन, मेरो भाग्य त यस्तो थियो। मानिसहरू असफलता सोच्न थाल्छन् कि त्यो होइन। धनी मान्छेले कहिले पनि त्यसरी सोच्दैन। अब म के गर्न सक्छु, यसैबाट के गर्न सक्छु, यो जब म यो ठाउँमा फसेँ नि, त्यो ठाउँबाट म कसरी निकाल्न सक्छु, निस्किन सक्छु भनेर उसले त्यताबाट सोच्न थाल्दछ। जस्तो उसले जीवन बदल्नको लागि कहाँबाट कसरी निस्कने भन्ने बारेमा त्यहाँ सोच्न थाल्छ। दोष रोज्ने मानिसले बहाना बनाउन थाल्छ। जब दोष रोज्छ नि, त्यो मान्छेले बहाना बनाउन थाल्छ भने जिम्मेवारी बन्ने मानिसहरूले आफ्नो इतिहास बनाउन थाल्छ। त्यसैले पनि तपाईँहरू दोष रोज्ने कि या इतिहास रोज्ने तपाईँको हातमा छ। दुईटा कुराहरू तपाईँ रोज्छौँ। त्यसै गरी हामी 5 नम्बरमा छौँ, लामो यात्राको बारेमा सोध्छ। जहिले पनि धनी मान्छे अथवा सफल मान्छेहरू परसम्मको लामोसम्मको यात्राको बारेमा सोचिरहेको हुन्छ। तर जो मान्छे अलिकता परसम्मको सोच्दैन, अथवा त्यसलाई गरिब किन भनौँ, परसम्मको सोच्दैन, लामो समयको सोच्दैन, नजिकको मात्र सोच्छ, त्यो मान्छेले धनी बन्ने अथवा सफल बन्ने सम्भावना एकदमै कम हुन्छ। जहिले पनि आज गरेको लगानी, आज गरेको मेहनत गरौँ भनेर भोलिको त्यसबाट फल पाइने कुरा हो। जब मान्छे विश्वास हुनु पर्यो यस्तो, उनीहरूमा तुरुन्त नतिजा चाहिँदैन। अहिलेको अहिले मलाई नतिजा चाहिहाल्यो भन्ने बारेमा उसले कहिले पनि सोचिरहेको हुँदैन। उसले टाढासम्मको सोचिरहेको हुन्छ। त्यस्तै गरेर धेरै उनीहरू सबैभन्दा ठुलो भनेको शक्ति भनेको नै बिउँ आज रोप्छन्, फल आज खोज्दैनन् कि उनीहरू। हामी बिउँ पनि आजै रोप्छौँ, फल पनि आजै खोज्छौँ। त्यो भएर उनीहरू टाढासम्मको कुराहरू सोचिरहेका हुन्छन्। त्यो भएर उनीहरूको यात्रा नै लामो हुन्छ। त्यस्तै गरेर हाम्रो 6 नम्बरमा हो, धनीले असफलतालाई शिक्षकको रूपमा मान्छन्। जब धनी मान्छे हुन्छन् अथवा सफल मान्छे हुन्छन्, त्यसले उनले आफूले जहिले पनि उनलाई शिक्षकको रूपमा, उनलाई त्यो असफलतालाई शिक्षाको रूपमा अथवा शिक्षकको रूपमा उसले ग्रहण गरिरहेका हुन्छन्। असफल मान्छेहरू जहिले पनि त्यो असफलतालाई भाग्यलाई दोष दिन सक्छन्, अरूलाई दोष दिन सक्छन्, अरू ठाउँमा दोष लगाएर आफू उम्किन खोजिरहेका हुन्छन्। त्यो भएर धनी र गरिबीहरूको बिचको फरक भनेको त्यो। त्यस्तै गरेर अर्को भनेको धनीले आफ्नो समयको मूल्यलाई बुझ्छ। जो मान्छेले आफ्नो समयको मूल्यलाई बुझ्छ नि, त्यो मान्छेले कहिल्यै पनि पछुताउनु पर्दैन। समय भनेको पैसा हालेर किन्ने चिजै होइन, पैसाभन्दा महँगो चिज हो। जब समयको मूल्य बुझ्छ, पैसा त फिर्ता आउन सक्छ, गुमेको समय चाहिँ हामीसँग फिर्ता आउँदैन। त्यसैले पनि हामीले जहिले पनि सोच्दाखेरि ध्यान दिनुपर्ने कुराहरू थियौँ। त्यसैले प्रिय साथीहरू, म तपाईँहरूलाई आज अर्को कुरा भन्न गइरहेको छु।
त्यो भनेको धनी र गरिबमा सबैभन्दा ठुलो फरक बैङ्कको खाता हुँदै होइन के होइन, बैङ्कमा कसकोमा कति छ, पैसाको ओसन कति छ भन्ने कुरा त्यो हुँदै होइन। आजदेखि यदि तपाईँहरूले सिक्न थाल्नुभयो, सोच बदल्न थाल्नुभयो, सोच्ने बानी फरक पार्न थाल्नुभयो, निर्णय गर्ने शैली फरक तरिकाले सोच्न थाल्नुभयो भने तपाईँ त्यो लाइनमा तपाईँ पनि उभिन सक्नुहुनेछ। यदि आजदेखि तपाईँले आफ्नो सोचलाई परिवर्तन गर्नुभयो भने त्यो सोचबाट के आउँछ, निर्णय परिवर्तन हुन्छ। जब तपाईँको निर्णय परिवर्तन हुन थाल्छ त्यस पछाडि स्वाभाविक ढङ्गले तपाईँको बानी परिवर्तन हुन थाल्छ। जब तपाईँको बानी परिवर्तन हुन्छ त्यस पछाडि तपाईँको परिणाम परिवर्तन हुन थाल्छ। जब तपाईँको परिणाम परिवर्तन हुन थाल्छ त्यस पछाडि स्वाभाविक ढङ्गले तपाईँको जीवन परिवर्तन हुन्छ। त्यसैले तपाईँले यदि आफ्नो जीवनलाई सफलता हासिल गर्नु छ अथवा सफल बन्नु छ भने आज तपाईँहरूले सोच बदल्नु पर्यो। जीवन बदल्नको लागि ठुलो पैसा आवश्यकै पर्दैन। पैसा नभई सबैभन्दा पहिला ठुलो सोच चाहिन्छ। सोचले पैसा प्राप्त गर्ने हो, पैसाले सोच प्राप्त गर्ने चाहिँ होइन। त्यो भएको हुनाले तपाईँले आजैदेखि एउटा नयाँ सोच, नयाँ जाँगर, नयाँ उत्साहका साथ अगाडि बढ्नुहोस्। तपाईँलाई आजको यो भिडियोले तपाईँको जीवनमा 1% पनि केही गरौँ भन्ने आँट अथवा साहस दिएको छ भने तपाईँले यो भिडियोलाई लाइक गर्न, सेयर गर्न, कमेन्ट गर्न नभुल्नुहोला। तर मेरो च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब चाहिँ गर्नुहोला। म यस्ता जीवन उपयोगी भिडियोहरू ल्याएर फेरि पनि उपस्थित हुनेछु। यदि तपाईँ आफ्नो सोच बदल्नुहुन्छ र म बदलिन सक्छु भन्ने यो भिडियोबाट एउटा सन्देश तपाईँभित्र प्रभाव भएको छ भने कमेन्टमा लेख्नुहोस्, म आफ्नो सोच बदल्छु। धन्यवाद, नमस्कार, सबैको जय होस्।